म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेतीले चलचित्रमा डेब्यू गर्ने पक्का भएको छ। निखिल उप्रेतीले निर्देशन र निर्माण गर्न लागेको फिल्म आचार्यमा उनी अनुबन्धित भएकी छिन्। सामाजिक सञ्जालमा निखिल र अभिनेत्री सन्जिता लुइटेलसँगको फोटो सेयर गर्दै उप्रेतीले यसबारे जानकारी दिएकी छन्। नयाँ यात्रा सुरु हुन्छ, साहसिक यात्रा पर्खिरहेको छ उनी लेख्छिन्। फिल्ममा उनको भूमिका र चरित्र चित्रणबारे थप खुलाएको छैन। अभिनेता निखिल उप्रेतीले चैतमा आचार्य शीर्षकमा फिल्म निर्माणको इजाजत लिएका थिए। उषा म्युजिक भिडियोकी चर्चित मोडल हुन्। उनको फेसबुक पोस्ट हेर्दा डेब्यूलाई लिएर उनी उत्साहित देखिएकी छन्।